वर्ष चाहिँ धेरैजना स्टुडेन्टहरू एनेस्थेसिया एन्ड अपरेसन थिएटर टेक्नोलोजी इन्डियामा पढ्न जानुभयो र अझै पनि धेरै स्टुडेन्टको कन्फ्युजन चाहिँ यो 4 वर्षको कोर्स इन्डियामा पढिसकेपछि हामीले नेपालमा इक्विभ्यालेन्सी पाइन्छ कि पाइँदैन, लाइसेन्स पाइन्छ कि पाइँदैन भनेर चाहिँ एकदमै कन्फ्युजन रहेछ। सो आजको यो भिडियोमा चाहिँ हामी त्यो क्लियर हुन्छौँ। सो हजुरहरूले 4 इयरको एटीओटी पढ्न जानको लागि चाहिँ कुनै पनि प्रकारको कमन इन्ट्रान्स एक्जामिनेसन अथवा कुनै पनि एक्जामिनेसनमा अपियर नभए पनि हजुरहरूले चाहिँ मेडिकल एक्जामिनेसन काउन्सिल एमइसीबाट चाहिँ इलिजिबिलिटी अनिवार्य रूपमा लिएर जानुपर्ने हुन्छ। साथसाथै नो अब्जेक्सन सर्टिफिकेट एनओसी पनि कम्पलसरी रूपमा लिएर जानुपर्ने हुन्छ र यो दुईटा डकुमेन्ट लिएर हजुर पढ्न जानुभयो भने चाहिँ हजुरले 4 वर्ष इन्डियामा पढेर आइसकेपछि नेपालमा नेपाल हेल्थ प्रोफिसियन्सी काउन्सिल एनएचपिसीबाट चाहिँ हजुरले लाइसेन्स पाउन सक्नुहुन्छ। यो लाइसेन्स कसरी पाइन्छ, साँच्चीकै पाइन्छ र भन्ने हजुरले सोचिरहनु भएको छ भने हजुरले एनएचपिसीको वेबसाइटमा गएर चेक पनि गर्न सक्नुहुन्छ। त्यहाँनिर चाहिँ कोर्सको सेक्सनमा हजुरले ब्याचलर इन एनेस्थेसिया टेक्नोलोजीको लागि छुट्टै लाइसेन्स, साथसाथै ब्याचलर इन अपरेसन थिएटरको लागि चाहिँ छुट्टै लाइसेन्स पाउन सक्नुहुन्छ। अब म्याम मैले त ब्याचलर इन एटीओटी सँगै पढेको छु, कसरी छुट्टै लाइसेन्स लिने भन्नुहुन्छ भने चाहिँ 4 वर्षपछि हजुरले पढेपछि चाहिँ एउटा लाइसेन्सको लागि चाहिँ चुज गर्न सक्नुहुन्छ आफ्नो इच्छा अनुसार। साथसाथै कतिले चाहिँ ब्याचलर इन एनेस्थेसिया मात्रै पनि पढ्नु भएको हुन्छ, कतिले ब्याचलर इन अपरेसन थिएटर मात्रै पनि पढ्नु भएको हुन्छ। साथसाथै यस्तै तपाईँहरूले विदाउट सीको अरू कोर्सहरूमा जानुभएको छ र लाइसेन्स कसरी पाइन्छ भन्ने कन्फ्युजनमा हुनुहुन्छ भने चाहिँ हजुरले मजाले गएर एनएचपिसीको वेबसाइटमा चेक गर्न सक्नुहुन्छ। त्यहाँनिर चाहिँ उनीहरूले कुन कुनको लागि हामीले लाइसेन्स प्रोभाइड गर्छौँ भनेर मजाले लिस्ट डाउन गरेको छ। र हजुरहरूलाई इन्डिया पढ्न जाने बारेमा अझै पनि केही कन्फ्युजन छ भने डु लेट अस नो इन द कमेन्ट सेक्सन बिलो।